अहिले चाहिँ हामी सानो साध्य अलिक परतिर छौँ। त्यस काम निस्किन लाग्यो यता। हाम्रो टिम आज एकदम जम्बो छ। बाइक 3-4 वटा छ अनि 8-9 जना जस्तो छौँ है। हाम्रो साथीहरू सल्लाह गर्दैछन् सेस्कमको हाइडो हेर्न जाने कि नजाने भनेर। यहाँनिर चाहिँ खोला रहेछ, तर्छ कि तर्दैन बाइक भनेर चाहिँ सल्लाह गर्दैछन्, हेर्दैछन्। हामी मिल्यो भने सेस्कम पनि जान्छौँ। स्ट्यान्ड त्यस्तै गरेर चाहिँ हामी हाइड्रो पावर हेर्न गएको। हाम्रो बाइक यस्तै तरिरहेछ। महाकुलुङ सेस्कमको हाइड्रो पावर हामी आइपुग्न सफल भयो। यस्तो छ है अवस्था। आज बिहेको जन्तीसँगै हाइड्रो पावर हेर्ने अवसर मिल्यो। हाम्रो साथीहरूसँग मोटरसाइकलको यात्रामा त्यहाँनिर आइपुगेका छौँ। एकदम बवाल रमाइलो छ जस्तो लागिरहेछ। तपाईँहरूले पनि आउनुहोला, एकदम भ्रमण गर्नुपर्छ। एकदम बवाल छ है साथी हो। यहाँदेखि चाहिँ लगभग सोलुखुम्बुको अन्तिम यहाँबाट त्यस्तै केही किलोमिटर पछि चाहिँ शङ्खसभा। यस्तो छ अवस्था। बाप्रे टिप्परहरू कहाँबाट आएको यत्रो? यस्तो ठाउँमा आउँदो रहेछ। हामीलाई के यहाँनिर चाहिँ कसर गिट्टी बालुवा बनाउने ठाउँ। यहाँको गिट्टी बालुवा चाहिँ पर ड्याङ बनाउँदाखेरि युज हुने रहेछ। बवाल रहेछ है, बवाल यस्तो छ कसर चाहिँ। यो चाहिँ अन्तिम माथि टपमा चाहिँ ड्याङ बनाएको रहेछ। यो चाहिँ हुङ्गेश्वरमा चाहिँ यसको यहाँबाट हालेको पानी चाहिँ हुङ्गेश्वरमा निकालेर चाहिँ विद्युत उत्पादन गर्ने योजना गरेको छ। बवाल रहेछ यो। टिमहरू हाम्रो जम्बो छ आज आउँदैछ। यो चाहिँ अन्तिम ड्याङ रहेछ। यहाँबाट चाहिँ सुरुङ मार्ग पाइपमा पस्ने। यहाँ चाहिँ पोखरी रहेछ। यहाँनिर चाहिँ ढोका रहेछ। 3-4-5-6 स्टेपबाट चाहिँ यहाँ आइपुग्ने रहेछ है। यहाँदेखि चाहिँ फाइनल्ली सुरुङ मार्गमा हुलाउने यस्तो छ है ड्याङ। यहाँनिर चाहिँ ढोका रहेछ। पानीको लिमिट कति हाल्ने कति लाउने भनेर चाहिँ के हो यस्तो यहाँनिर चाहिँ ढोका रहेछ। अवस्था छ हाइड्रो पावरको ड्याङ। यो चाहिँ सेस्कमको माथि छेम्सी भन्दा पनि माथिल्लो कुनाबाट चाहिँ ड्याङ बनाएर हुङखोला हुङ्गेश्वरमा निकाल्ने यस्तो अवस्था रहेछ। यहाँनिर पानी रोकिएको रहेछ। रोकाएर चाहिँ हालेर यहाँबाट उता चाहिँ पठाउनु पर्ने हुँदो रहेछ। यहाँदेखि उता चाहिँ सुरुङ मार्ग सुरु हुन्छ। हेर्नुहोस् साथीहरू, यो चाहिँ मतलब फर्स्ट स्टेपको ड्याङ। यहाँनिर चाहिँ अहिले पानी माथिल्लोपट्टि पठाइराखेको छ। यहाँनिर चाहिँ अब यो सकेपछि चाहिँ यो सुरुङ मार्ग सकेपछि चाहिँ यहाँबाट उता हालेर चाहिँ यो माथिको पानी उता हाल्ने अनि चाहिँ तल निकाल्नु पर्ने रहेछ।
एकदम बबाल पानी जमाएर यही ध भइसकेको छ। हाम्रो टोलीहरू यहाँ घुम्दैछन्, हेर्दैछन्, रमाउँदैछन्। यस्तो छ। म चाहिँ भिडियो बनाउनमा एकदम मस्त छु। म चाहिँ यस्तो अवस्थामा छु। मलाई चाहिँ किन देखाएनन् भन्छन् होला, त्यही भएर म पनि निस्किनु पर्यो नि त। यो टाइपको छ। एकदम अवसर मिल्यो आज साथीहरूसँग बाइकमा आउनु अवसर मिल्यो। बिहेसँगै हामी यो ठाउँमा आइपुग्न सफल भयौँ। एकदम बबाल छ है। तलतिरको संरचना हेर्दाखेरि त यो त गाउँ जस्तो देखिन्छ।